आउँदो रहेछ हो यहाँ त्यहाँ बसेर यस्तो घुमाउन भनेको भिडियो खिच्दै आउँदैन के 10 मिनेट लेट आयो केटाहरू आज अरूलाई मैले कस्तो दुखेन यो फर्स्ट 5 मिनेट अगाडि बाटो सबसे अगाडि सबलाई छोडेको मैले है खत्रै मान्छे हो 2 घण्टा चाहिँ दबाई दोबाटैबाट सिधै 1 घण्टा जति ओह्रालो बाटो झरेर अहिले हामी यो ट्रेककै जोखिमपूर्ण पहिरोको बाटोमा आइपुगेको छौँ। परेसम्म यस्तै हो आधी बाटो नै अझै नै यो यसपालि पहिरो गएको कि पहिल्यैदेखि यस्तै थियो पहिल्यैदेखि हो पहिरोहरू आउँदा नि यही बाटो हिँड्ने यहाँ चाहिँ मान्छे हराउँदो रहेछ है अलिक यहाँ चाहिँ अलिक मान्छे अल्मलिँदो रहेछ हौ अब चाहिँ टेक्स 20 minutes to reach there भन्नाले याङले खर्क अनि यहाँ साथीहरू चाहिँ सबैजना यतातिर पुरै हेर्छ पाउँछ अरे खोज्नुहोस् केको पुरस्कार म खान्छु ए यहाँ सा भेट्यो बेलुका याङले खर्कमा पुगेर फेरि नाचगान अनि हाँसी मजाक सुरु भयो। साजी है गुड मर्निङ एभ्रिवान आज हामी के अरे नामै मलाई कस्तो अप्डेट लाग्छ यार याङले खर्क भन्ने ठाउँमा छौँ 3600 मिटर हाइट अनि यहाँबाट देख्न सक्ने भ्यू हेर्नुहोस् अबी वाउ हिमाल फोटो सेसन भइरहेछ यहाँ अनि वेदरले नि साथ दिएको अवस्था अनि भाइ हामी शिवधारा पुग्नु कति घन्टा लाग्छ यहाँबाट 3-4 घन्टा हाम्रो गाइड भाइ हिरो छ फेरि एकदम स्ट्रङ म्यान ओन्ली 18 years old तर 30 kg ब्याकप्याक बोकेर चाहिँ ऊ यो डाँडाहरू दौडिन्छ भविष्यको एभरेस्ट जाने मान्छे हो फेरि हेर्नु यो पछि टिभीमा हेर्दा कस्तो हुन्छ होला पहिला गइसक्यो अरे तपाईँ गइसक्यो तपाईँ गइसक्यो शिवधारा ए साउनमा त अनि पानी झन् पर्छ होला त यस्तो खुल्ला देख्थ्यो त आज खुल्छ होला है तिर लाग्दैछौँ एकदम रमाइलो भइरहेछ अनि टक्क लगाएर डोल्नु ठिक्क हुन्थ्यो हाय धेरै लामो प्लानिङ पछि आज चाहिँ अहिले चाहिँ हाम्रो प्लान सक्सेस हुँदैछ मकालु बरुन ट्रेक अनि हामी आज मकालु बरुन भन्दा नि हामी फर्स्ट चाहिँ आज शिवधारा जान्छु अनि ब्याक टु याङलेमा झरेर अनि हाम्रो ब्याकअपहरू फुल गरेर चाहिँ अनि फेरि भोलि हामी